नमस्कार साथीहरू, तपाईहरू सबैलाई BCI टिप्स च्यानलमा हार्दिक स्वागत छ। यदि तपाईँ कम्प्युटर, ल्यापटप वा विन्डोज सम्बन्धी नयाँ टिप्स र ट्रिक्स सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्न नबिर्सनुहोस्। आजको भिडियोमा हामी विन्डोजमा फोल्डर सम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कुराहरू सिक्नेछौँ। धेरै जस्तो प्रयोगकर्ताले दैनिक रूपमा फोल्डर प्रयोग गरे पनि यसको सबै सुविधाबारे जानकारी हुँदैन। त्यसैले आजको भिडियो बिगिनरदेखि एडभान्स प्रयोगकर्तासम्म सबैका लागि उपयोग हुनेछ। आज हामी यी विषयहरूमा सिक्नेछौँ र अब हामी नयाँ फोल्डर कसरी बनाउने भन्ने कुराहरू हामी सिकाउनेछौँ। नयाँ फोल्डर बनाउनको लागि हामीलाई कतिवटा तरिका हुन्छ भने सिक्नुपर्ने हुन्छ। नयाँ फोल्डर बनाउनको लागि हामी 3वटा तरिका सिकाउँछौँ। अझै पनि हुन सक्छ होला, तर आज तपाईँहरूलाई म 3वटा तरिका सिकाउने छु फोल्डर बनाउनको लागि। ल हेरौँ त। हामी स्क्रिनमा गएर राइट क्लिक गर्नुहोला। राइट क्लिक गरिसकेपछि यहाँ न्यूमा क्लिक गर्नुहोला। न्यूमा क्लिक गर्ने बित्तिकै यसको सिधा हामी यो फोल्डर हेर्न सक्नुहुनेछ। यो फोल्डरमा गएर फेरि क्लिक गर्नु लेफ्ट क्लिक र यहाँ तपाईँ आफ्नो म सिजी गरेर नाम दिन्छु र त्यस पछाडि इन्टर गरिदिन्छु। हाम्रो नाम सेभ भएर आएको छ। यो त साथीहरू एउटा तरिका भयो नाम फोल्डर बनाउने, नाम हालेर। र अर्को तरिका हामीले साथीहरू सिक्दैछौँ। अर्को तरिका भनेको हाम्रो साथीहरू अर्को तरिका हामी किबोर्डको सहायताले हामी फोल्डर बनाउन सक्छौँ। र किबोर्डमा हामीले कन्ट्रोल सिफ्ट र एन एकैसाथ हामी क्लिक गऱ्यौँ भने यहाँ हेर्न सक्नुहुनेछ नयाँ फोल्डर बनेर आएको छ। यसमा हामीले नाम लेख्नुहोला, HDM भनेर मैले नाम दिएँ र इन्टर गर्नुहोला। नाम सेभ भएर आएको छ। र त्यस पछाडि हामी तेस्रो तरिका सिक्नेछौँ। तेस्रो तरिका अलि धेरै इन्ट्रेस्टिङ छ। र तेस्रो तरिकाको लागि हामी किबोर्डबाट विन्डोज बटन र आर क्लिक गर्नुहोला र त्यसमा हामीले यो रन कमान्डमा हामीले CMD क्लिक गर्नुहोला र इन्टर गर्नुहोला। र यहाँ केही कमान्डहरू खुलेर आएको छ। यहाँ केही कमान्ड दिनुपर्ने हुन्छ। यसको कमान्ड भनेको CD स्पेस डेक्स TOP टप इन्टर गर्नुहोला र त्यस पछाडि MD स्पेस तपाईँ के नाम दिन चाहनुहुन्छ। म OPT भनेर एउटा फोल्डरको नाम दिएँ र इन्टर गरिदिन्छु साथीहरू। अनि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ OPT भनेर यहाँ हेर्न सक्नुभयो, नाम आएको छ। हामीले 3वटा तरिकाबाट हामीले फोल्डर बनाउन सक्यौँ। र साथीहरू अब यो फोल्डरलाई रिनेम कसरी गर्ने भन्ने कुराहरू तपाईँलाई म सिकाउन चाहन्छु। र रिनेम गर्नको लागि जस्तो यो CGलाई हामी राइट क्लिक गर्नुहोला। राइट क्लिक गरिसकेपछि हामी यहाँ सिम्पली रिनेममा जानुहोला र रिनेममा गएर यसको नाम फेरि परिवर्तन गर्न सक्नुहुन्छ। मैले LG र इन्टर गर्नुहोला। नाम सेभ भइसकेको छ। यदि साथीहरू यसलाई पुनः सर्टकटबाट किबोर्डको हेल्पबाट यदि रिनेम गर्न चाहनुहुन्छ भने र F2 बटन प्रेस गर्नुहोला। F2 प्रेस बटन गर्नुभयो भने रिनेमको अप्सन आउँछ। तपाईँ हजुर रिनेम लेखेर सेभ गर्न सक्नुहुन्छ, नाम परिवर्तन गर्न सक्नुहुनेछ। साथीहरू अब रिनेम गर्ने तरिका हामीहरू सिकिसक्यौँ। साथीहरू अब हामी गल्तीले डिलिट भएको फोल्डर कसरी फिर्ता ल्याउने, यदि हाम्रो फोल्डर डिलिट भयो भने डिलिट भएको फोल्डरलाई कसरी हामी ल्याउने। जस्तै रिसाइकल बिनमा खोलेर रिस्टोर गर्नुपर्ने हुन्छ र या कि कन्ट्रोल जेड प्रयोग गरेर तुरन्तै अन्डो गर्ने यदि सम्भव भएमा। यदि यदि तपाईँ जतिखेर डिलिट गर्नुभयो, जतिखेर डिलिट भयो त्यतिखेर नै तपाईँ कन्ट्रोल जेड प्रयोग गरेर तुरन्तै अन्डो गर्नुहोस् र सम्भव भएसम्म यदि ब्याकअप वा फाइल हिस्टोरीबाट रिस्टोर गर्ने स्थायी रूपमा डिलिट भएको अवस्थामा डाटा रिकभरी सफ्टवेयर प्रयोग गर्न सकिने जानकारी गराउँदछु। यदि तपाईँको डाटाबाटै रिकभरी गर्न चाहनुहुन्छ भने सफ्टवेयरको प्रयोग गर्नुपर्ने हुन्छ। यदि साथीहरू जस्तै मलाई रिस्टोर गर्नुपर्ने छ। रिस्टोर गर्नको लागि सबभन्दा सुरुमा यो फोल्डरलाई म डिलिट गर्ने प्रयास गर्छु। मैले डिलिट गरिदिएँ। डिलिट गरिसकेपछि डिलिट भए लगत्तै हामी कन्ट्रोल जेड प्रयोग गर्नुभयो भने साथीहरू यो त्यतिखेर हाम्रो फोल्डर स्क्रिनमा आउँछ। यदि यो डिलिट गरेको फोल्डर धेरै बेरसम्म 2-4 दिन भयो भने पनि हामी ल्याउन सक्दैनौँ। त्यो फोल्डरलाई पुनः ल्याउनको लागि हामीलाई रिसाइकल बिनमा जानुपर्ने हुन्छ। यहाँ साथीहरू हेर्दै हुनुहुन्छ रिसाइकल बिन। यो रिसाइकल बिनमा क्लिक गर्नुपर्ने हुन्छ। यो लेफ्ट क्लिक गर्नुहोला
र मैले अघि जुन फोल्डर डिलिट गरेको थिएँ त्यो फोल्डरको लिस्ट यहाँहरू देख्न सक्नुहुनेछ। यदि तपाईँले डिलिट गरेको फोल्डर यहाँ जुन तपाईँले डिलिट गर्नुभएको थियो त्यो फोल्डरलाई पुनः ल्याउनु छ भने यसमा डबल क्लिक गर्नुहोला र यहाँ रिस्टोर भन्ने अप्सन छ, रिस्टोरलाई क्लिक गर्नुहोला। यसरी तपाईँले डिलिट गरेको फोल्डरलाई रिस्टोर गर्न सक्नुहुनेछ। यदि साथीहरू यदि यो फोल्डरलाई हाइड वा अनहाइड गर्नु परेमा, यदि फोल्डरलाई हाइड गर्न चाहनुहुन्छ या अनहाइड गर्न चाहनुहुन्छ भने यो फोल्डरलाई हजुरहरूले राइट क्लिक गर्नुहोला। राइट क्लिक गरिसकेपछि प्रपर्टिजमा जानुहोला। प्रपर्टिजमा गएपछि यहाँपछि हिडेनमा एकचोटि क्लिक गर्नुहोला र एप्लाई गर्नुहोला र ओके गर्नुहोला। यो फोल्डर हाम्रो डिलिट भएर जानेछ। यदि फोल्डर डिलिट भएन भने त्यसको लागि हामी सर्च बटनमा कन्ट्रोल प्यानल सर्च गर्छौँ। यहाँ माथि हेर्न सक्नुहुन्छ कन्ट्रोल प्यानल, यसमा क्लिक गर्नुहोला र एपिरियन्स एन्ड पर्सनलाइजमा क्लिक गर्नुहोला र फाइल एक्सप्लोरर अप्सनमा गएर क्लिक गर्नुहोला र त्यस पछाडि हामी यहाँ भ्यूमा गएर जेनरल भ्यू र सर्च भ्यूमा गएर क्लिक गर्नुहोला र सो हिडन फाइल एन्ड फोल्डर डोन्ट सो हिडन एन्ड फाइल एन्ड फोल्डरमा क्लिक गर्नुहोला र एप्लाई र ओके गरिदिनु। सबलाई काटेर एकचोटि हेर्नुहोस् यहाँ भएको फोल्डर डिलिट हाइड भएको छ। अब पुनः यसलाई अनहाइड गर्नु परेमा हामी त्यही प्रोसेसमा जानुपर्ने हुन्छ। त्यही सर्च बटनमा गएर हामीले CONTRL कन्ट्रोल प्यानल क्लिक गर्नुपर्ने हुन्छ र कन्ट्रोल प्यानल हामी यहाँ हेर्न सक्नुहुनेछ। कन्ट्रोल प्यानलमा क्लिक गर्नु, एपिरियन्स एन्ड पर्सनलाइजमा क्लिक गर्नुहोला र फाइल एक्सप्लोरर अप्सनमा गएर क्लिक गर्नुहोला र पुनः भ्यूमा गएर क्लिक गर्नुहोला र डोन्ट सो हिडन एन्ड फाइल एन्ड फोल्डरलाई सो र हिडन फाइल एन्ड फोल्डरमा क्लिक गर्नुहोला, एप्लाई र ओके गर्नुहोला र ट्रान्सपेरेन्ट तरिकाले आउँछ। यहाँ ट्रान्सपेरेन्ट तरिकाले हेर्न सक्नुहुन्छ। यसलाई पुनः ल्याउनको लागि राइट क्लिक गरेर फेरि प्रपर्टिजमा जानुहोला र हिडनलाई के गर्नुहोला त अनहाइड गरिदिनु होला, टिक हटाइदिनु होला, एप्लाई र ओके गरिदिनु। पुनः हाम्रो फाइल रिस्टोर भएर अनहाइड भएर आइसकेको छ। यदि फोल्डरलाई पासवर्ड कसरी सुरक्षित गर्ने? विन्डोमा सिधै पासवर्ड लगाउन सुविधा हुँदैन। त्यसका लागि जिप इन्क्रिप्सन वा PCI थर्ड पार्टी सफ्टवेयर प्रयोग गर्न सकिन्छ। धेरै फोल्डर एकैचोटि कसरी चयन गर्ने? यदि तपाईहरुलाई धेरै फोल्डर एकैचोटि बनाउनु परेमा त्यसको लागि हामी कन्ट्रोल थिचेर छुटाछुटै फोल्डर चयन गर्ने, कन्ट्रोल थिचेर छुटाछुटै गर्न सकिन्छ। शिफ्ट प्रयोग गरेर लगातार फोल्डर चयन गर्न सकिन्छ। कन्ट्रोल+A प्रयोग गरेर सबै फोल्डर चयन गर्न सक्नुहुनेछ। यी सबै तरिका सिकेपछि तपाईँ विन्डोजमा फोल्डर व्यवस्थापन अझै छिटो र सजिलोसँग सक्नुहुनेछ। र अन्तिममा हजुरहरूलाई म बिना नामको फोल्डर कसरी बनाउने भन्ने कुरा सिकाउँछु र त्यो सँगसँगै त्यो फोल्डरलाई आइकन कसरी परिवर्तन गर्ने भन्ने कुराहरू पनि अन्त्यमा सिकाउन चाहन्छु। सबभन्दा सुरुमा फोल्डरलाई नाम बिनाको फोल्डर कसरी बनाउने भन्ने कुराहरू सिकाउन सक्छु। सबभन्दा सुरुमा न्यूमा क्लिक गर्नुहोला र एउटा फोल्डर क्लिक गर्नुहोला र यहाँ तपाईँ किबोर्डको हेलबाट Alt+255 क्लिक गर्नुभयो भने इन्टर गर्नुभयो भने यो हाम्रो बिना नामको फोल्डर बनेर आएको छ। अब यो फोल्डरलाई तपाईहरुलाई आइकन चेन्ज गर्नु परेमा, यदि यो फोल्डरको आइकन यदि चेन्ज गर्नु, जस्तै यहाँ गुगल क्रोमको अरूको आइकन विभिन्न आइकनहरू फरक रहेको छ। यो फोल्डरको आइकन मलाई चेन्ज गर्नु पर्योमा त्यसको आइकनलाई हामी राइट क्लिक गर्नुहोला र प्रपर्टिजमा जानुहोला र यहाँ कस्टमाइज भनेर छ, यो कस्टमाइजमा क्लिक गर्नुहोला र कस्टमाइजमा क्लिक गरिसकेपछि यहाँ फोल्डर आइकनमा यहाँ चेन्ज आइकन छ, यसमा क्लिक गर्नुहोला। यहाँ तपाईलाई कुनै यहाँबाट विभिन्न आइकनहरू तपाईले चुज गर्न सक्नुहुन्छ। मैले यो रुखवाला क्लिक गरेँ र ओके गर्छु र एप्लाई र ओके गरिदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यो फोल्डरको आइकन पनि चेन्ज भएको छ। र यस्तै फोल्डरहरूमा जानकारी लिन चाहनुहुन्छ भने
आगामी दिनमा पनि यस्तै यस्तै भिडियोहरू लिएर उपस्थित हुनेछु र सिक्दै जाउँ, अगाडि बढ्दै जाउँ। BCI टिप्ससँगै जोडिन सब्सक्राइब गर्न नबिर्सनुहोस्। जय नेपाल।